आज हामी चाहिँ च्याप्टर 1 मा रहेको चाहिँ अवी 2 पढ्नेछौँ र अवी 2 मा चाहिँ हाम्रो रहेको छ छिगप म्याङ भनेको चाहिँ अकुपेसन भयो, पेसा भयो। कुनै पनि व्यक्तिले चाहिँ केही काम गर्छ भने चाहिँ त्यो काम चाहिँ उसको एउटा पेसा भयो क्या होइन। अब कुनै पनि व्यक्तिले चाहिँ स्कुलमा गएर पढाउँछ है। स्कुलमा गएर चाहिँ पढाउनुहुन्छ भने चाहिँ उहाँको चाहिँ त्यो एउटा पेसा भयो। र कुनै पनि व्यक्तिले चाहिँ अब हस्पिटलमा गएर चाहिँ काम गर्नुहुन्छ भने उहाँको पनि एउटा त्यो पेसा भयो। र हस्पिटलमा जस्तो ठाउँमा त्यतिकै त काम गर्नु पाइँदैन। त्यसको लागि त आफ्नो योग्यता पनि चाहियो। त्यही योग्यता अनुसार चाहिँ काम गर्नुहुन्छ र त्यसलाई नै हामीले भनेछौँ पेसा। त्यस्तो काम गर्नुहुन्छ र त्यो कामलाई चाहिँ हामी के भन्छौँ पेसा भन्छौँ। र अब त्यस्तो पेसा गर्नुहुने अब जस्तै पढाउने काम गर्नुहुन्छ। कसैले चाहिँ पढाउने काम गर्नुहुन्छ र त्यो पढाउने कामलाई चाहिँ पढाउने व्यक्तिलाई अब पढाउने काम त गर्नुहुन्छ र पढाउने काम गर्ने व्यक्तिलाई चाहिँ अब हामीले के भनिन्छ भन्दा हाम्रो नेपाली भाषामा चाहिँ शिक्षक, टिचर अथवा शिक्षक, शिक्षिका भनेर भन्छौँ। र कोरियन भाषामा हामीले के भन्दो रहेछ भन्दाखेरि त्यो पढाउने व्यक्तिलाई चाहिँ सनसेङनिम भनेर भन्दो रहेछौँ। अब जस्तै पढाउने मात्रै एउटा काम भएन कि पढ्ने पनि एउटा काम भयो क्या। अब हामीले जस्तै हामी विद्यार्थी हौँ होइन, हाम्रो काम भनेको के हो पढ्ने हो। अब पढ्ने जसले चाहिँ पढ्ने काम गर्नुहुन्छ उहाँहरूलाई के भनिँदो रहेछ विद्यार्थी। र विद्यार्थीलाई चाहिँ कोरियन भाषामा के भनिँदो रहेछ भन्दै हाक्सेङ भनेर भनिँदो रहेछ। अब अर्को मिनिङ रहेको छ हुइसाओन। जो व्यक्तिले चाहिँ कम्पनीमा गएर चाहिँ काम गर्नुहुन्छ उहाँहरूलाई चाहिँ के भनिन्छ त्यो व्यक्तिलाई चाहिँ के भनिन्छ हुइसाओन भनिन्छ। हुइसा भनेको कम्पनी भएको, ओन भनेको एउटा व्यक्ति भएको होइन। हुइसाओन भनेर चाहिँ भन्ने गरिँदो रहेछ। अब अर्को रहेको छ खुल्लोजा भनेको चाहिँ जस्तै अब यो बिल्डिङहरू बनिरहेको ठाउँहरूमा चाहिँ काम गर्नुहुन्छ नि, इन्जिनियरिङ काम गर्नुहुन्छ नि, जस्तै ठेकदारहरूले काम गर्नुहुन्छ होइन। हाम्रो नेपाली भाषामा भन्दाखेरि चाहिँ ठेकदारहरूले काम गर्नुहुन्छ नि, उहाँहरूलाई त्यस्तो ठाउँमा काम गर्ने कामदारहरूलाई चाहिँ के भनिँदो रहेछ खुल्लोजा भनेर भनिँदो रहेछ क्या। इन्जिनियरको इन्स्ट्रक्सन अनुसार चाहिँ काम गर्नुहुन्छ नि जसले चाहिँ उहाँहरूलाई चाहिँ के भनिँदो रहेछ खुल्लोजा भनेर भनिँदो रहेछ। अब अर्को के छ हेरौँ है। अब अर्को रहेको छ ख्याङछालवान। यो त हामीले पिक्चर हेर्दै थाहा हुन्छ। ख्याङछालवान भनेको चाहिँ एउटा प्रहरी हुनुहुन्छ जसले चाहिँ प्रहरीमा काम गर्नुहुन्छ, जसले चाहिँ उहाँहरूलाई चाहिँ के भनिँदो रहेछ ख्याङछालवान भनिँदो रहेछ। अर्को छ सोबाङवान भनेको चाहिँ जसले आगो नियन्त्रण गर्ने चाहिँ काम गर्नुहुन्छ उहाँहरूलाई सोबाङवान अथवा फायर फाइटर भनेर भनिन्छ। अर्को छ खोङमुवन भनेको सरकारी कर्मचारीहरू जस्तै होइन, पब्लिक अफिसियल भने सरकारी कर्मचारीहरू जसले सिरियलहरूमा जहाँ काम गर्नुहुन्छ नि त्यहाँ काम गर्ने व्यक्तिहरूलाई चाहिँ के भनिँदो रहेछ खोङमुवन भनेर भनिन्छ। यहाँ देख्नु भएको छ नि सिछङ। यो सिछङ भनेको चाहिँ के हो सिरियल भयो। अर्को छ छम्मुन भनेको चाहिँ एउटा विक्रेता भयो जसले चाहिँ सामानहरू बेच्ने काम गर्नुहुन्छ नि, उहाँहरूलाई चाहिँ के भनिँदो रहेछ कोरियन भाषामा विक्रेता भनेर भनिँदो रहेछ। छम्मुन भनेर भनिँदो रहेछ। नेपाली भाषामा चाहिँ विक्रेता र कोरियन भाषामा के भनिँदो रहेछ छम्मुन भनेर भनिँदो रहेछ। अर्को रहेको छ अब यहाँ उइसा भनेको चाहिँ डाक्टर जसले बिरामीहरूलाई चेक गर्ने काम गर्नुहुन्छ, जसले चाहिँ बिरामीहरूको रोगहरू पत्ता लगाएर त्यो अनुसार चेक गर्नुहुन्छ, जाँच्नुहुन्छ, उपचार गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ उइसा डाक्टर भनेर भनिन्छ। अर्को रहेको छ खानहोसा भनेको के हो। अब डाक्टर भएपछि नर्स त हुनै पर्यो र नर्सलाई चाहिँ कोरियन भाषामा के भनिँदो रहेछ
खानुसा भनेर भनिन्छ, जसले चाहिँ डाक्टरको निर्देशनअनुसार बिरामीहरूलाई चाहिँ औषधिहरू दिने, मतलब त्यहाँ हस्पिटलमा राखेको बिरामीहरूलाई चाहिँ औषधिहरू दिने, बिरामीहरूको चाहिँ हेरचाह गर्ने, उहाँहरूलाई चाहिँ के भनिँदो रहेछ, खानहोसा भनिन्छ। अर्को छ युरिसा, यो त भन्नै परेन। यो भनेको चाहिँ के हो, एउटा खाना पकाउने रेस्टुरेन्टहरूमा सेफहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भनिँदो रहेछ, युरिसा। खाना पकाउने व्यक्तिलाई सिम्पल भाषामा भनिन्छ युरिसा। अर्को छ उन्जन खिसा। उन्जन खिसा सबैभन्दा धेरै मनपर्ने पेसा भनेको चाहिँ उन्जन खिसा होइन, हो नि त। अब उन्जन खिसा भनेको चाहिँ ड्राइभर के, ड्राइभर भयो। कोही कोहीलाई चाहिँ उन्जन खिसा चाहिँ एकदमै मनपर्ने हुन्छ। यो चाहिँ अब आफ्नो हबी अनुसार होइन, आफ्नो रुचि अनुसार हुन्छ कि सबैलाई मनपर्छ भन्ने पनि हुँदैन, अनि सबैलाई मन नपर्ने भन्ने पनि हुँदैन। यो चाहिँ आफ्नो रुचि अनुसार हुन्छ। र उन्जन खिसा भनेको के रहेछ, उन्जन खिसा भनेको ड्राइभर रहेछ। अर्को अब रहेको छ, अर्को के रहेको छ भन्दाखेरि चाहिँ खिसुल्जा। खिसुल्जा होइन कि, यसको प्रोनाउन्सिएसन चाहिँ के हुन्छ भन्दाखेरि खिसुल्जा, चा हुन्छ ल, खिसुल्जा, खिसुल्जा, छिटो भन्दा खिसुल्जा हुन्छ कि। जा भने जस्तो सुनिन्छ तर चा हुन्छ यसको प्रोनाउन्सिएसन चाहिँ। यसमा चाहिँ जा छ नि, यो जा, यसमा जा नभएर चाहिँ खिसुल्जा। यो प्रोनाउन्सिएसन, यो ल र च यसरी सँगै आउँछ भने चाहिँ चा प्रोनाउन्सिएसन हुन्छ है। र खिसुल्जा भनेको चाहिँ एउटा टेक्निसियन हो, यो चाहिँ प्राविधिक हो। यो व्यक्ति भनेको चाहिँ प्राविधिक हो, जसले चाहिँ मेसिनहरू बिग्रेको खण्डमा चाहिँ बनाउने काम गर्ने गर्दछ। अर्को रहेको छ मोक्सु। मोक्सु, मोक्सु भनेको चाहिँ काठको काम गर्ने व्यक्ति। काठको काम गर्ने व्यक्तिलाई चाहिँ के भनिँदो रहेछ, मोक्सु, जसले चाहिँ काठबाट चाहिँ विभिन्न आइटमहरू बनाउनुहुन्छ, जस्तै दराजहरू, बेडहरू, पलङ, अनि त्यसपछि किचन ऱ्याक, यस्ता यस्ता कुराहरू बनाउनुहुन्छ, उहाँलाई चाहिँ मोक्सु भनेर भनिन्छ। अर्को रहेको छ नुङ्बु। नुङ्बु भनेको चाहिँ कृषक। नुङ्बु भनेको के हो, एउटा कृषक भयो नुङ्बु, जसले चाहिँ किसान खेती पातीको चाहिँ काम गर्छ, उहाँलाई चाहिँ के भनिन्छ, नुङ्बु भनेर भनिन्छ, फार्मर, फार्मर। अर्को रहेको छ लास्टमा, अब लास्टमा चाहिँ रहेको छ अबु। अबु, अबु भनेको के हो, अबु भनेको चाहिँ माछा मार्ने व्यक्ति, जसले चाहिँ फिसर पर्सन भनेको चाहिँ माछा मार्ने काम गर्नुहुन्छ, उहाँलाई चाहिँ अबु भनिन्छ। बस आजको लागि यति नै।